यदि तपाईँ वेट बढाउन चाहनुहुन्छ अथवा वेट बढाउनलाई स्ट्रगल गरिराख्नु भएको छ भने चाहिँ यो भिडियो तपाईँको लागि हुनसक्छ। यो 3टा कुरा फलो गर्नुभयो भने डेफिनेटली हजुरको वेट बढ्नलाई हेल्प हुन्छ। हाम्रो नम्बर 1 पोइन्ट रहेको छ फोकस अन क्यालोरी डेन्स फुड। क्यालोरी डेन्स फुड भन्नाले चाहिँ हजुरको थोरै पोर्सनमा पनि धेरै क्यालोरी हुने फुडलाई हामी चाहिँ क्यालोरी डेन्स फुड भन्छौँ। जस्तै हजुरको नट्स, पिनट बटर, घी, हजुरले यी कुराहरू चाहिँ हजुरले डे टु डे लाइफमा आफ्नो डाइटमा एड गर्नुभयो भने चाहिँ डेफिनेटली हजुरको वेट बढ्नलाई चाहिँ हेल्प हुन्छ। हाम्रो नम्बर 2 पोइन्ट रहेको छ इटिङ इन क्लोरिक सरप्लस। हजुरले चाहिँ डेली दिनमा चाहिँ जति क्यालोरी बर्न गर्नुहुन्छ त्योभन्दा बढी खानुलाई नै क्लोरिक सरप्लस भनिन्छ। हजुरले डेली एभरेजमा जति खाना खाइराख्नु भएको छ त्यसमा हजुरले चाहिँ क्यालोरी डेन्स फुड एड गरेर क्लोरिक सरप्लस गर्न सक्नुहुन्छ। हाम्रो 3rd पोइन्ट रहेको छ बी कन्सिस्टेन्ट। मसल बिल्डिङ गर्न र एउटा हेल्दी वेट गेन गर्नको लागि चाहिँ टाइम लाग्छ। त्यही भएर चाहिँ 1-2 हप्तामै रिजल्टको एक्सपेक्ट चाहिँ नगर्नु होला। एटलिस्ट पनि आफूलाई 3 देखि 6 महिना चाहिँ निरन्तर र धैर्य भएर चाहिँ काम गर्नु होला र रेगुलर वर्कआउट गर्नु होला। यदि गर्नुभयो भने डेफिनेटली हजुरलाई रिजल्ट आउनबाट कसैले पनि रोक्न सक्दैन।